सबैजनालाई हामी चाहिँ आज जाँदैछौँ कोइनोनिया बानेश्वर। हामी चाहिँ आज एउटा सेमिनारमा जाँदैछौँ। एड्रियन देवानजीको त्यो गीतको बोल चाहिँ के छ भन्दाखेरि क्या हुन्छ भन्ने बेला मेरो वान अफ द फेभरेट हो। अनि हामी त्यहाँ जाँदैछ है साथीहरू। रविला राजवंशीको भ्लगमा आउनु पाउँदा म साह्रै खुसी छु। हजुरहरू कस्तो हुनुहुन्छ कमेन्टमा टिप्पणी दिनु होला। हामी चाहिँ म्याप हेर्दै बानेश्वर कुनैमै 3 चोटि घुमेँ। ए चर्च हेर हामी चर्चमा पनि अझै एउटा जान लागेको। घुमाउनु दाइ घुमाउनु छिटो। नयाँ बानेश्वर कोइनोनिया चर्च। हामीले त्यहाँ हामी पुग्दाखेरि यस्तो त्यहाँ आराधना हुँदै थियो र त्यहाँका केही कार्यक्रमहरू चाहिँ यस्तो खालको थियो। र हाम्रो त्यस युथ रिट्रिटको यो मुख्य गेस्ट चाहिँ हुनुहुन्थ्यो हाम्रो आदरणीय पास्टर एड्रियन देवानज्यू र उहाँले चाहिँ वचन पनि दिनुभएको थियो आलस्यपनको बारेमा। जबलेस तपाईलाई थाहा छ नर्थ इस्ट इन्डिया दार्जिलिङ एकदमै बेरोजगार ठाउँ हो। अनि भविष्य अँध्यारो देख्न थालेको थिएँ मैले। अनि त्यति बेला म एक प्रकारको डिप्रेसन एक प्रकार एङ्जाइटीबाट गइरहेको थिएँ। अनि मैले 1 महिना घरभित्र कोठाभित्र बसेँ म। अनि मैले भने परमेश्वरलाई खोज्छु, अरू उपाय छैन। बुवालाई हेरे पनि मन आत्तिन्छ, आमालाई हेरे पनि निराश लाग्छ, किनकि उहाँहरूको अपेक्षा छ, भाइ बहिनी छन् सानो सानो, केही उपाय छैन। अनि कोठामा बसेँ 1 महिना मैले प्रभुसँग समय बिताएँ। त्यहाँनिर गेम पनि भएको थियो नि। गेममा चाहिँ हाम्रो सामेल दाइले चाहिँ इन्ट्रोडक्सन आफ्नो दिँदै हुनुहुन्छ म कोटेश्वरबाट भन्दै। सामेल शेर्पा अनि म गेटसुमनी एयरपोर्ट छ कोटेश्वरबाट। 96 कोही 6 मात्र आएको छ त्यहाँ। यहाँकोले गर्नु सक्नुभयो। 96 ताली बजाइदिनुहोस्।
देवानज्यूसँग चाहिँ मैले केही प्रश्नहरू गरेर उहाँबाट उत्साहका कुराहरू लिने पनि एउटा मौका पाएँ र यो कुरा चाहिँ तपाईँहरूले गेटसेमनी एयरपोर्ट चर्चको रिल्समा भेटाउन सक्नुहुनेछ र त्यहाँ गइसकेपछि रिल्स नहुने कुरै हुँदैन र यसरी चाहिँ म त्यसपछि कार्यक्रम सकेपछि फेरि रिल्सहरू पनि लिन गएँ र त्यसपछि हामी सबैजना हाम्रो गेटसेमनीका झुन्डहरू चाहिँ फेरि खाना खान बस्यौँ र उहाँहरूले खाना रेडी गर्नुभएको थियो कस्तो राम्रो कस्तो मिठो थियो खाना सबैजना हामी खाना खायौँ रमाइलो गऱ्यौँ त्यो दिन अनि त्यसपछि लास्टमा फेरि फर्केर हामी बाटोमा पनि हामीले रिल पनि बनायौँ हामी यसरी डान्स गरौँ ल यस्तो यस्तो गरौँ भनेर पोजिसनहरू मिलाउँदै थियौँ स्टेपहरू सिकेर हामीले चाहिँ त्यो सबै कुरा हामीले त्यो दिन राम्रोसँग मनायौँ तपाईँहरूले यति हेरिदिनु भयो थ्याङ्क यू भेरी मच फर वाचिङ प्लिज लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट